हिजो केटी फ्यामिली भेट्न गएको थिएँ के भएको कुरो के गर्नु नि मुना लास्ट इम्प्रेस भएको छ नि म जतिको मान्छे कसैले नो भन्छ हिजो छोरी दिएर पठाउनु गएको थियो लगन रहन्छ ल ल बताइछ अनि ट्रिट दिनु पर्यो नि मलाई घुमाउनु लानु पर्यो नि यसपालि तलमा मुन्दुम घुमाउनु लान्छु बुझिस् मुन्दु कुन देश हो यो ए मुना देशको कुरा नगर्न यसपालि तलमा परदेश घुमाउनु लिएर जान्छु ओहो पासपोर्ट कहाँ छ मेरो खोज्नु पर्छ यार दोस्त पासपोर्ट चाहिँदैन परदेश जानु पासपोर्ट चाहिँदैन मलाई कोशी परदेशलाई किन चाहियो पासपोर्ट टिकट काट्नु जाने नेपालको हो अनि मलाई नेपाल चाहिँ विदेश भन्दा के कम छ त त्यहाँ माथि मुन्दुम भनेको त पर्यटकहरूको लागि एकदमै दामी ठाउँ हो यसपालि मुन्दुममा मुन्दुम अल्ट्रा ट्रेल रेस हुँदैछ हामी त्यही हेर्न जाने हो ए हेलो अनि साँच्ची हिजो म निस्केपछि घरमा के भन्नु थियो फ्यामिलीको रियाक्सन कस्तो थियो बुवाले के भन्नु थियो मै भनिरहेको छु सबै मलाई थाहा छ भने अब अहिलेको जमानामा यतिको संस्कारी यतिको डिसिप्लिनवाला केटा दिएपछि बाबुहरू त छक्क साइकै भावला सोल्टिएर म के सुन्नु भने मलाई सबै थाहा भइसक्यो नि अब म जतिको संस्कारी मान्छे पाएपछि कसले के भन्छ संस्कारी छ त्यहाँ माथि लक्षण 32 लक्षणवाला खोजेको थियो होला ममा 34-35 वाला लक्षण छ एक दुईवटा मैले खोज्दै मागेको छु अझै साँच्ची के भन्नु थियो बुवाले भन त के भन्नु नि तपाईँ आएर फर्केदेखि बुवाको पर्स हरायो भन्दै हुन्थ्यो होइन के एरोप्लेन खोज्यो क्या हो हामी जतिको क्लासिक मान्छेलाई रोयल इनफिल्ड टाइपको मान्छेलाई वान टाइम इन्भेस्टमेन्ट एसएलसी पास हामी पनि सेल्फ रेस्पेक्ट र डिग्निटी भन्ने कुरा अझै पनि गुमाएको छैन कुरा बुझ्यौ एरोप्लेन चाहिँ मलाई मन पर्दैन फेरि ओ हेलो धेरै ठुलो कुरा गर्नु पर्दैन त्यो पर्समा ड्याडीको इम्पोर्टेन्ट डकुमेन्ट सरी त्यो लिएर आऊ भन्नुभएको छ बरु त्यहाँ भएको 10,000 त्यसैले छोडिदियो भन्नुभएको छ 10,000 होइन 9,500 छ मलाई झुटो आरोप लाग्नु मन पर्दैन पर्छ यो डकुमेन्ट त्यही छ अनि मेरो मम्मीले सुनको माला नि हरायो भन्दै हुन्थ्यो मलाई यस्तो ठुल्ठुलो आरोप लाग्छ मन पर्दैन कुरा बुझ्यौ ओइ यो वाला त नकली रहेछ नि यार नक्कली सुनको माला बोकेर फुर्ती लाउने मलाई ल अनि एकैचोटि सबै लिएको हुन्छ के गर्नु सामान थियो कि हच्चिलो छ कि मेरो त यही बानी राम्रो छ कि अब के गर्ने अब के गर्ने अघि भनेर मुन्दुम घुम्न जाने भनेर मुन्दुम किन जाने मुन्दुम किन हुनु नि मूर्ख मुन्दुममा अहिले मुन्दुम अल्ट्रा ट्रेल रेस हुँदैछ त्यही हेरेर जाने अहिले रनिङ आउने मान्छे त भाग लिन पनि मिल्छ अरु के हुँदैछ अरु कुराको जानकारीको लागि चाहिँ यो भिडियो हेर्नुपर्छ है त हजुर यही अप्रिल 4 चैत्र 21 गते कोशी प्रदेश पर्यटकीय क्षेत्र मुन्दुममा मुन्दुम अल्ट्रा ट्रेल रेस हुन गइरहेको छ यदि तपाईहरु पनि पार्टिसिपेट गर्न चाहनुहुन्छ भने रेजिस्ट्रेसन डेडलाइन 30 मार्च चैत 16 सम्म रहेको छ 60 अनि 45 किलोमिटर दुई तरिकाको रेस हुन गइरहेको छ भने स्टार्टिङ पोइन्ट कोप्चे 60 किलोमिटरको हो भने घोडेटार बजारबाट सुरु हुने रेस 45 किलोमिटरको र इन्डिङ पोइन्ट चाहिँ तावा भन्ज्याङ रामप्रसाद राई गाउँपालिका रहेको छ नेशनल तथा इन्टरनेशनल दुवै रनरले पार्टिसिपेट गर्दै हुनुहुन्छ भने हाईएस्ट अल्टिट्युड 2408 मिटर माथिको सी लेभल रहेको छ चैत 21 गते मुन्दुम गएर आन्तरिक